So hi guys, this is me Anika Rai. I hope हजुर सन्चै हुनुहुन्छ होला। म चाहिँ अलिकति सन्चो छैन भन्नुपर्छ। के भयो भन्नुहुन्छ भने म चाहिँ त्यही हो, अहिले सबैलाई एउटा खोकी अनि घाँटी दुख्ने त्यही चलिरहेको छ। मलाई चाहिँ साथसाथै ज्वरो पनि आएको छ। त्यस कारणले मेरो चाहिँ अलिकति स्वास्थ्यमा समस्या छ भनौँ। मेरो त्यही कारणले भोइस पनि अलि अर्कै सुनेछ, त्यसलाई चाहिँ इग्नोर गरिदिनु होला। मैले चाहिँ अस्ति नै पानीपुरी खाएको थिएँ बेलुका, त्यही भएर अलिकति चिसो भएर घाँटीहरू दुखेको थियो। अनि ठिक हुन्छ होला भनेर यत्तिकै इग्नोर गरिदिएँ। त्यसपछि के भयो भने फेरि मैले हिजो चिसोहरू खाइदिएँ। त्यस्तो धेरै म उयो औषधिहरू खाने बार्ने चाहिँ गर्दिनँ थिएँ, त्यही भएर इग्नोर गरिदिएर खान थालेको। मेरो लास्टमा हालत यस्तो भएको छ। तपाईँहरू चाहिँ त्यस्तो नगरिदिनु होला। के भन्नु आएको भनेदेखि म चाहिँ बिहानै उठेँ अनि बिहान म चाहिँ कलेज जान सक्दिनँ होला भनेर बसिरहेको थिएँ। तर फेरि एकछिन त्यही फेसेस धोएँ अनि रेडी भएँ अनि गएँ, जान सक्छु भनेर जस्तो गएको। कलेज गएको यस्तो टाउको दुख्यो नि झन् गाइस। म त बस्नु पनि नसकेको भनेर, न रुनु न हाँस्नु पनि कसरी हाँस्नु, आफू मर्नु न बाँच्नु लाग्छ। रुनु पनि कसरी रुनु। अब सोध्छ होला मान्छेले यति उयो हुँदा पनि मर्न आँट्यो भनेर। तर मलाई चाहिँ लास्ट त्यही भएको थियो। आज कलेज जाँदाखेरि त्यही माथि त्यो एउटै ठाउँमा ब्रेन्चमा बसिराख्नुपर्छ नि त। अनि त्यो बसिराख्दा झन् सिगान आएकै गर्छ। भोइस फेरि त्यस्तै। अहिले अलिक टोनहरू निस्किएछ मेरो अहिले चाहिँ। बिहान त झन् सुन्दा पनि हाँस उठ्ने खालको थियो मेरो टोन भोइसको। अनि फेरि धेरै साह्रो बोल्दा पनि मेरो यहाँ छाती दुख्ने गर्छ। त्यो कि अब यही घाँटी दुखेरै त्यही इन्फेक्सन के भएको होला सायद। खाना पनि मैले चिसोहरू खाएको थिएँ। हिजो चाहिँ मैले बेलुका दिउँसोदेखि के खाएको थिएन, अलिकति बारेको थियो, चिसो खानेकुराहरू खाएको छैन। अनि मैले चाहिँ आज पनि खाएको छैन त्यस्तो चिसो। पानी पनि खाएको छैन त्यस्तो चिसो। मैले जातो मात्रै खाएको छ। मैले करेन्ट खाइदिएँ आज झन्। करेन्ट खाएर चाहिँ के हुन्छ मलाई थाहा छैन, तर खै के जेसुकै होस् यस्तै। म चाहिँ मर्छु होला। लास्टै गाह्रो भएको छ। लास्टै ज्वरो आएर के गर्ने, घाँटी दुखेको औषधि के खाने हो मलाई केही थाहा छैन। कसैलाई थाहा छ भने भनिदिनु होला। सिकिस्त अवस्थामा छु म। के यति नै, मलाई केही बोल्न आएन। बाई बाई।